सेवार हो सेवारो भान्जी उहाँ हुनुहुन्छ श्री जुरेन्द्र खजुमज्यू किरात याक्थुम चुम्लुङ रसमुर शाखाको उहाँ चाहिँ पहिला सचिव अनि त्यसपछि अध्यक्ष रहिसक्नु भएको र अहिले चाहिँ किरात याक्थुम चुम्लुङ युके को सेन्ट्रल महासचिव अथवा जेनरल सेक्रेटरी हुनुहुन्छ। उहाँसँग चाहिँ म सानो भलाकुसारी गर्न चाहे। महासचिवज्यू योपालिको कार्यक्रम त धेरै नै भव्य नै जस्तो लाग्यो मलाई चाहिँ हैन। धेरै सहभागिता पनि उल्लेखनीय रहेको जस्तो पाएँ मैले। अनि हजुर पनि स्टेजमा धेरै नै बिजी मैले देखेँ। हजुरको एक्सपिरियन्स के कस्तो कठिनाइहरू थियो आजको प्रोग्राम सक्सेसफुल बनाउनमा यसो 2 शब्द भनिदिनुहोस् न। थ्याङ्क यू जुमा भान्जी, तपाईँले एउटा मिडियाको लागि काम गरिदिनु भयो यस वर्षको हाम्रो किरात चुम्लुङ युकेको शिक्षा तङनामको लागि। आजको कार्यक्रम एकदमै रमाइलो रह्यो। एउटै मात्रै कुरा म हाइलाइट गर्न चाहन्छु, अलिकति यो हावा यो विन्डले गर्दाखेरि अलिकति धेरै समस्याहरू आयो, तर यद्यपि त्यो भए तापनि हामीले प्रोग्राम चाहिँ सोचेको जस्तै हामीले चाहिँ थोरली नै रन गऱ्यौँ। त्यसमा एज म महासचिव भएपछि मैले आफ्नो कर्तव्यको लागि मेरो दायित्वको लागि चाहिँ मैले स्टेजमा जति सक्दो चाहिँ जतिसुकै अवरोध आए तापनि मैले आफ्नो भूमिका चाहिँ फुल निभाउने कोसिस गरेको थिएँ। गर्दाखेरि आशा छ यो वर्षको शिक्षा तङनाम अत्यन्तै सफल रह्यो भन्ने मलाई लागेको छ भान्जी। छोटो सटिक उत्तर दिनुभयो हैन। अनि ठिकै छ, योपालि त अब देखिहालियो रमाइलो भयो। अब भविष्यमा जस्तै कि अब 2024 मा पनि हजुर नै महासचिव हुनुहुनेछ। अनि त्यसमा चाहिँ हजुरहरूको केही नयाँ अब कुराहरू थप्दै हुनुहुन्छ कि सेलिब्रेसनमा, अथवा यही सेसेक्पा तङनामलाई मात्र नलिएर केवाइसी ओभरअल अरू केही कार्यक्रम केही डिफ्रेन्ट एजेन्डाजहरू केही छ कि यसो प्रकाश पारिदिनुहुन्छ कि? अब अघि पनि मैले टच गरेँ, अलिकति हामीले यो वर्ष चाहिँ यो नेचुरल एउटा बाधा अवरोधको हामीले चाहिँ राम्रोसँग महसुस गरियो। त्यसो भइकन हामीले अब अर्को वर्षको लागि चाहिँ अलिकति यो चुम्लुङको टेन्टहरू अलिक मजबुत बनाउने हैन, एउटा व्यवस्थापनको लागि। अनि जति पनि कमी कमजोरी भएको कुरा हामीले त्यसलाई चाहिँ सुधार्ने र हाम्रो आउने समयमा के फोकस गर्ने, अलिकति हाम्रो किरात चुम्लुङ युकेको यङ जेनेरेसनलाई कसरी अलिकति एट्र्याक्टिभ बनाउन सकिन्छ भन्नेमा अलिकति हाम्रो छलफल भइरहेको छ। कुरामा कुरा अन्त पहिलो वर्ष हामीले निकै प्रयास गऱ्यौँ, त्यसमा अलिकति हामीले घाटा बिहोर्नु परेको थियो। तर त्यही भएर यो वर्ष हामीले अलिकति त्यसलाई मिनिमाइज गऱ्यौँ। तर आउने दिनमा अलिकति समीक्षा मिटिङमा उठेको कुरालाई हामीले त्यसलाई चाहिँ एनालाइसिस गरेर हामीले चाहिँ अरू थप केही आकर्षक चिजहरू ल्याउने हाम्रो योजना चाहिँ छ। त्यसमा मैले यही चाहिँ भन्न सक्दिनँ, तर हाम्रो यो पाइपलाइनमा चाहिँ छ बाजे। सुन्दाखेरि चाहिँ अब अझ धेरै बैठकहरू बसेर हैन के कस्तो सुधारका कामहरू गर्न सकिन्छ भनेर चाहिँ उहाँहरूले चाहिँ अध्ययन विचार गर्नुहुने जस्तो बुझेँ मैले। रिसर्च गर्छौँ अलिकति, यो पहिलोचोटि हाम्रो च्यालेन्जिङ, यसको लागि नै हामीले केही सोच्नुपर्ने एउटा अनुभव चाहिँ आयो यो वर्ष। बाँकी त हामीले अब अझै थप योजनाहरू चाहिँ हामीले बिस्तारै इम्प्रुभ गर्ने हाम्रो प्लानहरू चाहिँ छ। अब मैले यसो याद गरेको कारपार्कमा आउँदाखेरि चाहिँ यङ लिम्बूहरू हुनुहुन्थ्यो क्या, टिकटहरू गाडीलाई दिने अनि नमस्ते सेवा गर्ने। त्यो चाहिँ मलाई अलिकति नौलो पनि लाग्यो र मलाई एकदम राम्रो पनि लाग्यो। अब नयाँ यङ याक्थुङमाहरूलाई चाहिँ त्यसरी पनि हजुरहरूले चाहिँ एट्र्याक्ट गरिरहनु भएको रहेछ है। त्यो एकदम राम्रो एउटा हाइलाइटेड गर्नुभयो भान्जी। अब म अलि यता मेरो आफ्नो काम अर्कै भएको हिसाबले उता हाम्रो कार पार्किङको व्यवस्थापनमा हाम्रो पूर्व हाम्रो उपाध्यक्ष नर थामसङजी हुनुहुन्थ्यो होला सायद, उहाँले अलिकति त्यसलाई नि प्रयास गर्नुभएको छ। तपाईँले जानकारी गराउनु मलाई खुसी लाग्यो। त्यो हामीले अझै कसरी हुन्छ त्यसलाई मजबुत बनाउने हाम्रो प्रयास रहनेछ भविष्यमा। थ्याङ्क यू सो मच जुरेन्द्र अङ्कल फर यर टाइम। मलाई केही 1-2 कुरा बोल्ने मौका दिनुभयो, सोध्नुभयो, त्यसको लागि नि तपाईँ हाम्रो जुमा भान्जीलाई पनि यरी नोगेन। आउने आगामी दिनमा हामी अझै राम्रो काम गर्दै जाउँ भन्ने मेरो पनि अनुरोध छ। यरी नोगेन, धन्यवाद। नोगेन अब हुँदै सेसेक्पा तङनाम मनाउँदै जिएमटी टाइम अनुसार बेलुकाको 8:30 बजिसकेको छ। रात पनि पर्ला जस्तो भइसक्यो, घाम पनि अस्ताइसक्यो, बादलहरू आइसक्यो, जाडो हुँदैछ, आचुचुचुचु हावाहुरी पनि चलिरहेको छ, दिनभरि नै चल्यो। आज यो मौसमले साह्रै धेरै साथ नदिए तापनि धेरै नै रमाइलो भयो। दिउँसोभरि विभिन्न औपचारिक कार्यक्रम, त्यसपछि केलाङ प्रतियोगिता, धान नाच प्रतियोगिता हुँदै लास्टमा आएर चाहिँ हाम्रो स्थानीय
कलाकारहरू एवं नेपालबाट आउनुभएको धीरज राईज्यूले पनि कन्सर्ट गर्नुभयो। हामी नाच्यौँ, सबैजना नाचे, रमाइलो भयो र यही रमाइलो को साथसाथै अब चाहिँ बिदा हुने बेला पनि आइसकेको छ। सेसुक्पा तङनाम 2023 को हार्दिक मङ्गलमय शुभकामना सबै दर्शकबिनहरूलाई दिँदै म तपाईँहरूको छोरी चेली झुमा वेनम फागो राई पनि ओजेल पढ्न चाहन्छु। नोकेन फेरि भेटौँला है अर्को साल। बाई बाई। हजुरहरूले म सँगसँगै नाचिदिनु भयो, रमाइलो गरिदिनु भयो, धन्यवाद यहाँहरू। लगेन त्यसो गरौँ। अब अर्को फर्क कन्सर्ट भन्नेमा गएर हजुरले